आज जीवन पाएको थियो जीवनदायी आज जीवन पाएको दिन उहाँलाई जन्म दिने माता पितालाई विशेष विशेष सम्मान छ। उद्योग संघ सुनौलको तर्फबाट अध्यक्ष रमेश कर्मचारीज्यूको तर्फबाट धेरै धेरै शुभकामना। म सञ्जय देवकोटाको तर्फबाट पनि धेरै धेरै शुभकामना। जीवनदायीले आँटेका सबै सकारात्मक कुराहरू पुरा हुँदै जाउँ र जीवनदायीले जे सत्कर्म गर्नुभएको छ त्यस्तै सत्कर्म गर्ने ऊर्जा सबैमा प्रदान होस्। दाइलाई धेरै धेरै शुभकामना हामी यस कार्यक्रम बीचबाट दिन चाहन्छौँ र उहाँलाई जन्मदिनको अवसरमा दुर्गेश थापा कलाकारले एउटा गिफ्ट पठाइदिनु भएको छ। म विशालजीलाई अगाडि ल्याइदिनु र विनम्र अनुरोध गर्न चाहन्छु र जन्मदिनको अवसरमा डेनिमनेसनबाट हाम्रो जीवन दाइलाई चाहिँ दिनुहोस् भनेर दिनुभएको थियो र डेनिमनेसन क्लथिङ स्टोर हाम्रो राम मन्दिर लाइनमा रहेको छ फुटबलमा। तसर्थ यहाँ फुटबलबाट आएको थियो चिनो हामीले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ। दा यो दुर्गेश दाइले लाउने दुर्गेश दाइले पठाएको है त। थ्याङ्क यू। अलराइट, अब कसलाई बोलाऊ यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु। जो
त्यसै भनिएको होइन आदि आकाश महिला दिदीबहिनीहरूले ढाकेको भनेर अबको क्रममा पनि यो स्टेजमा वेलकम गर्न चाहन्छु। त्यसभन्दा अगाडि मोबाइलको बत्ती बाल्नु पर्यो सबैजनाले। खै कसको छ हातमा मोबाइल? दिपसँग खै मोबाइल हजुरको? यो लाइभ चाहिँ अफ गरिदिनु होला सबैजनाले मोबाइलको बत्ती बाल्ने। साहबको ताज आउने भएको छ झलीको भेटाउनको लागि नेपाली साङ्गीतिक आकाशमा दर्जनौं कयौं गीतहरू हिट गीत दिन सफल गायक आज सुप्रसिद्ध कलाकार आउनु भएको छ। सँगसँगै यो अगाडिको बत्ती मारिदिनु अनुरोध गर्न चाहे सबैजनाले। यतातिर मोबाइल छैन कि के हो? मन्टरमा हेलो। त्यसै गरी हाम्रो पत्रकार प्रदीप पाठकजीलाई पनि आतिथ्यका लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी पत्रकार मीना केसीज्यूलाई मैले देखिरहेको छु, मैले माफी माग्न चाहे। मीना केसीज्यूलाई पनि आतिथ्यका लागि अनुरोध गर्न चाहन्छु। नेपाल गरिब तथा सानो उद्योग महासङ्घका लुम्बिनी प्रदेशका आदरणीय उपाध्यक्ष ओमनाथ पोखरेलज्यूलाई पनि म आतिथ्यका लागि अनुरोध गर्न चाहन्छु। अझ पछाडि हजुरहरूलाई थाहा नै छ जसले मोबाइलको बत्ती बाल्यो अहिले 16 छ भने 17 आइहाल्छ। जसले मोबाइल भइकन पनि कन्जुस गरेर पाल्दिन जेसुकै होस् भन्नेको मोबाइल हराइजान्छ। अर्जुनजीले भन्नुभएको हराइजान्छ भनेर। अबको क्रममा पनि यो स्टेजमा वेलकम गर्न चाहन्छु। It's time to raise your voice and let's welcome hit machine of Nepali music industry. He is the superstar, he is the model, he is the singer, he is the fabulous actor, he is the one-man army. So let's welcome the one and only Countdown 10, 9, 8. Let's welcome the one and only Arjun Sapkota. नमस्ते सुनो। सबैजना सन्चै हुनुहुन्छ? एकचोटि सबको हातमा हेर्नु त एकचोटि। दामी 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 दामी। म त तपाईँको फ्यान हो है। आई लभ यु सुनो। सबैजनाको हात माथि हुन्छ भने एउटा फोटो पनि खिच्छु जस्तो लाग्यो मलाई त। सबजनाको प्लिज एकचोटि हल्ला सुनिदिउँ त। सबैजना हात तल गर्न सक्नुहुन्छ अब भने? सबैजना सन्चै हुनुहुन्छ? अब मोबाइल बाल्न बन्द गरे पनि हुन्छ। अब हजुरहरूसँग म एउटा केही कुरा चाहिँ छोटो गर्छु अनि त्यसपछि मैले सम्झिनु पर्ने त धेरैजना हुनुहुन्छ यहाँ स्टेजमा मञ्चमा। हजुरहरूलाई म केही भन्न बाँकी नै छ। अब यताबाट वेट प्रिन्ट गरौँ है, यताबाट है त। फेरि यताबाट है त एकचोटि। दामी थ्याङ्क यू सो मच। कस्तो रमाइलो। अब के हुन्छ भने कलाकारहरूलाई सबभन्दा मेन चाहिने भनेको टाइमिङ हो। म एउटा ताली बजाउँछु, हजुर त्यो टाइमिङमा ताली बजाउन सक्नुहुन्छ कि सक्नुहुन्छ? बजाएको टाइमिङमा तिम्रो लायो के रे मोहनी झालीको फिडब्याक चाहिँ गर्नु न। ए झालीको रातैभरि निन्द्रा छैन, यसो आँखा
जोड्यो भने ए बस्यौ होला दुःख साटौँला फेरि अब जिन्दगी अब जिन्दगी फलाम बन्यो बनायो बनकी चरी म एकचोटि बनकी चरी भन्छु हजुरले को भन्नु ल बनकी चरी गीत जसले डिरेक्सन गर्यो जसले हजुरहरूसम्म भिडियो आउनको लागि जुन झलक्क बलेर बनकी चरी भिडियो भनेर हजुरले हेर्नु पनि त्योसँग बनाउने आमा हामी इन्डस्ट्रीले नै आमा भनेर सम्मान गर्छौँ गुरुआमा जसले भर्खरै नृत्य पनि देखाउनु भएको थियो धेरै गीतहरूमा आमाले फिल्मका गीतहरू पनि डिरेक्सन गर्नुभएको थियो गुरुआमालाई फेरि एकचोटि परिचित भइदिनको लागि अनुरोध गर्छु हामी सबैजनाले ताली चाहिँ बजाउनुपर्छ सुनल गीत साथीहरू यो फिडब्याक चाहिँ गर्नु भएन भने मलाई अप्ठ्यारो पर्छ है आमालाई एकचोटि जोरदार ताली प्लिज लोकप्रिय गायिका हजुरहरूले उहाँका धेरै गीतहरू सुन्नु भएको छ तारासँगै जुन बिर्स्यौ कि मायाले मैले लाएको गुण बिर्सिनु भयो र अब हजुरहरूले उहाँका गीत उहाँको जो एक्टिभिटिज उहाँको पर्फर्मेन्स हेरेर पक्कै पनि उहाँको लागि एकचोटि बिग साउट आउट भूमिका गिरीको लागि एकचोटि जोरदार ताली लगायत पछाडि हजुरहरूले जति पनि म्युजिसियनमा बस्नुभएका सबैजना मेरो भाइ मेरो दाइ मेरो साथीहरू हुनुहुन्छ उहाँहरूको लागि पनि एकचोटि जोरदार ताली बस्नुपर्छ अब हजुरहरूले मन पराउनु भएको गीत हजुर माथि आउनु मन लाग्यो अहिले नाच्ने बेला आउने है त म गाउँदै जान्छु अनि माथि आउने है झलीको एकचोटि सबैले अलि लाउड होइन ए झलीको तिम्रो टिकटक बनाउनु भएको को हुनुहुन्छ हातमाथि गर्नु यो गीतमा मैले लाइक कमेन्ट रिपोस्ट गरेको कसको हातमाथि गर्नु मैले नगरेको को हातमाथि गर्नु हो मलाई चाहिँ मेरो फेसबुकमा मेरो टिकटकमा अर्जुन भाइ हजुरको गीतमा कति धेरै टिकटक बनाए यसरी वेट गर्नु पर्यो प्लिज लभली 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 सबैको प्लिज अब गाउने पनि छैन आँखा झिमी झिमी यसो आँखा जोड्यो भने सबैमा तिमी बस्यौ होला ओ यता जोबान अलि लाउड होइन एकठै जोबान यता जोबान एकचोटि सुनको होला सुन्नु त हेर्नु यो जोबान भनेको ढल्की जान्छ अब हेर्नु सधैँ तलमाथि गरिरहने घरको सिडी पनि अलिकति आजकल गाह्रो भयो होला चढ्नलाई अब उमेर ढल्किँदै गयो बाबा त्यही भएर बाँच्नु रमाइलो गर्नुपर्छ उतै बानीसँग यति राम्रो कार्यक्रम गरेको छ गाउँमा रमाइलो भइरहेछ अलिक खुसी मनले बाँच्नुपर्छ त्यही भएर एकचोटि सुनल बाँचीको हल्ला त सुन्न पाउनुपर्छ मैले सधैँ तिमीलाई रोजेँ तिमीलाई मात्रै हेरेँ के कुराको कमी देख्यौ मन पारेनौ के रे बस्यौ होला यता जोबान हो यता जोबान एकठै जोबान जोबान ढल्केको होला सुन्नु न दामी दामी बिस्तारै जोबान ढल्की जान्छ आफ्नै गाउँमा यस्तो रमाइलो भएको छ आफ्नै ठाउँमा यस्तो रमाइलो भएको छ हजुरहरूको उपस्थितिले त मलाई झन् अझै राम्रो गर्नुपर्छ अर्जुन भनेर हौसला दिइरहेको छ हजुरहरूको मायाले त्यसको लागि पनि हजुरहरूको लागि ओके थ्याङ्क यू
पनि तिमी मुटुको ढुकढुकी सास पनि तिमी सबैले हो कि होइन मानिस एकचोटि सब मान्छेहरू पऱ्यो मोबाइल मात्रै मान्छे दुखाउने छैन शिर झुकाउने छैन पिर व्यथा सोची केही लुकाउने छैन दुःख साटो हुन्छ कि हुँदैन दुःख साटोला फेरि सुख साटोला अब जिन्दगी सँगै काटौँ सबैले दुःख साटोला फेरि सुख साटोला अब जिन्दगी सँगै काटौँ कस्तो राम्रो थ्याङ्क यू अब हजुरले अत्यन्तै मन पराउनु